समाधान गर्ने हेतुले यो समस्या समाधान हुँदा मेरो पार्टीले र मेरो चुनाव चिन्हले भोट जित्छ जित्दैन त्यसको प्रभाव छैन। तपाईको समस्या चाहिँ समाधान हुनु पर्यो, त्यसलाई मध्यनजर राखेर हामी काम गर्छौँ। योभन्दा बढी र योभन्दा कम केही पनि जान्दिनँ। त्यसैले स्थायी सरकारको आवश्यकता पर्छ हामीलाई। मैले बारम्बार भन्दै आएको छु साथी, यो देशमा पहिला ढल्छ भने भ्रष्टाचारीको महल ढल्छ, गरिबको बस्ती होइन। यो कुरा ढुकाउनुहोस्। मैले यो कुरा पहिलोपटक भनेको पनि हो। तर यो समस्यालाई समाधान गर्नुपर्छ। समाधान गर्नका निमित्त भएभरका सबैले न्याय पाउँछन् म भन्न सक्दिनँ, किनकि यति धेरै अन्याय गरिएको छ कि यहाँ 100% न्याय दिन सम्भव छैन। तर अधिकांशभन्दा अधिकांश समस्या समाधान गर्ने बाटोमा लिएर गएर केही विवादास्पद रहेछन् भने तिनलाई पनि न्याय हुने गरी राजनीति मेरो ठेक्काको विषय होइन। राजनीतिक रूपमा लाभ हानि कल्ला हुन्छ म त्यसको जिम्मा लिन सक्दिनँ। न्याय चाहिँ हुन्छ साथी हो, त्यसको चाहिँ म जिम्मा लिन सक्छु। त्यो अन्यायपूर्ण हुने छैन, राजनीतिक प्रतिशोधपूर्ण हुने छैन। म आज यहाँ उभिएर यो कुरा मैले पहिलोपटक भनेको होइन, अगाडिको चुनावमा पनि भनेको थिएँ मैले। त्यसैले निर्धक्क हुनुको लागि म सम्बन्धित साथीहरूलाई अनुरोध गर्न चाहन्छु र यसपटक तपाईहरुले आफ्नो भविष्यका लागि मतदान गर्ने बेला आएको छ। यसभन्दा अगाडि पनि जुन उत्साहका साथ तपाईले साथ दिनुभएको थियो म त्यसको लागि आभार व्यक्त गर्न चाहन्छु। म अप्ठ्यारोमा पर्दा पनि तपाईले साथ छोड्नु भएको छैन। यो सच्चा साथ म कहिले पनि बिर्सने छैन। म तपाईले दिनुभएको भोटलाई मेरो र मेरो परिवारको लाभका लागि दुरुपयोग गर्नेवाला मान्छे होइन। म तपाईहरुको लागि नै त्यसलाई गुणन गरेर मल्टिप्लाई गरेर फिर्ता दिने यात्रामा हिँडेको मान्छे हुँ। तपाईले नयाँ साथीहरु मिल्नुस् भन्नुभयो, हामी मिलेर अगाडि आएका छौँ। अब तपाईहरु मिल्नुस्, घरमा सल्लाह गर्नुस्। यो चिन्ह होइन, घण्टी मात्र बनाउनुस्। सबै घर परिवार सल्लाह गरेर तपाईहरु भाँडिने हो भने हामी पनि बाँडिन्छौँ होइन। हामी बाँडिन्नौँ, तिमीहरु मिल भन्नुभएको थियो, हामी मिल्यौँ। तपाईहरु पनि मिल्नुस्, घण्टीमा छाप गर्नुस्। आजको यो छोटो भेटघाट यो चुनावी सभा होइन, चुनावी भेटघाट होइन। यसपटकको चुनावी भेटघाटमा तपाईहरु घर घरमा अलिकति कम आउनु पर्ने। मैले किन हुन्छ भने घरमा सुत्नलाई भने होइन, मैले देशैभरि घण्टी बाग साथीहरु उठेका छन्। कयौं साथीहरुलाई मद्दत चाहिन्छ दूरदराजमा, म त्यहाँ पुग्नु पर्ने छ। यसपटक घण्टीबाट उठेको एउटा पनि उम्मेदवार हार्नुहुन्न भन्ने हामीले लक्ष्य लिएका छौं। समानुपातिक पनि घण्टी, प्रत्यक्ष पनि घण्टी, देशका हरेक कुना काप्चामा घण्टी बज्नु पर्ने छ भन्ने हामीले विश्वास लिएका छौं। हो, पुराना राजनीतिक दलहरुले तपाईहरुलाई केही गुण लगाउनु भएको छ होला। पुराना राजनीतिक दलहरुले गर्दा मद्दतले गर्दा तपाईहरुले आफ्नो व्यापार व्यवसायमा केही न केही मद्दत लिनुभयो होला। उहाँहरुको कारणले कहीँ केही 2-4 जना साथीहरुले जागिर पाउनु भयो होला, काम पाउनु भयो होला, ठेक्कापट्टा पनि पाउनु भयो होला। तर यो देश जस्तो बनेको छैन। देशलाई देश जस्तो बनाउने हो भने पुराना साथीहरुलाई यसपटक सरी भन्नुपर्छ। तपाईहरुले एकपटकलाई सरी भन्नुपर्छ। हामीले काम गरेनौं भने फेरि उहाँहरुका फर्किन सक्नुहुन्छ। हामी एकपटक मौका चाहन्छौं। स्थिर स्थायी सरकार, एउटा पार्टी, एउटा चुनाव चिन्ह, एउटा झण्डा, एउटा प्रधानमन्त्री, एउटा सभापति, 5 वर्ष स्थायी सरकार। यो भन्दा धेरै जति बोल्न पनि सकिन्छ, बोलेर हुँदैन। गर्ने बेला आएको छ। हामीलाई गर्ने ठाउँमा पुर्याइदिनुस्। भनेका कुराहरुको हिसाब बुझाउँछौं। हामी यसबाट नागरिकसँग कन्ट्र्याक्ट गरेर अगाडि आउँदैछौं। हामी करार गर्न लागिरहेका छौं। केही दिनमा करार पत्र सार्वजनिक गर्छौं। भनेका कुरा पूरा गरिएनन् भने तपाईहरुले हामीलाई सजाय दिनु होला। सजाय भोग्नै नपर्ने गरी बोल्ने नेताको बानी होइन। अब त्यसमा पनि अन्त्य गर्नुपर्छ भनेर हामीले त्यहाँ सुरुवात गरेका छौं। आजको यो छोटो भेटघाटमा उपस्थित भइदिनुभएका तपाईहरु सबैजनालाई यो उपस्थितिका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। समय पर्दा मौका मिल्दा फेरि तपाईहरुसँग भेट्नका लागि म आउने छु। अन्य साथीहरु आउने हुनेछ। घर दैलोमा आउने कोसिस रहन्छ। भ्याइन भने मेरो तर्फबाट घण्टीमा भोट माग्न घर घर गइदिनु होला। म हात जोडेर तपाईहरुलाई बिन्ती गर्दै आफूलाई बिन्ती गर्छु। कतिपय बुढा बाबाहरु हुनुहुन्छ, अघिल्लो पटक आशीर्वाद दिनुभएको थियो। उहाँहरु अझै पनि मलाई कुरेर बस्नु भएको रहेछ। थोरै बुढा हुनुभएको रहेछ। तर मैले उहाँहरुलाई भनेको थिएँ, चिल्लो पिरो अमिलो गुलियो नुलो धेरै नखानु होला। यो देश समृद्ध भएको आफ्नै आँखाले हेर्नुपर्छ भनेको थिएँ। उहाँहरु स्वस्थ हुनुहुन्छ। म अझै पनि बाबालाई भन्न चाहन्छु, यो देश बनाएको हेर्ने हो, मृत्यु कुरेर बस्ने होइन। स्वस्थ रहनु होला, मस्त रहनु होला। 21 गते यो देशको भाग्य बदल्ने हो। सबको जय हो। जय घण्टी।